आज हाम्रो भाइटिका चाहिँ सुरु हुँदैछ। मेरो भदाहरू टिका लाउँदैछ, तीनजना बहिनीहरू, तीनजना भाइहरू। मोटी दिदी बसिरहेको छ पुरै हात लाएर। त्यहाँ दिदीको छोरी बसे। अब टिका लाउनु हुँदैन यसपालि, मेरो जुठो परे त्यस भएर यहाँ मेरो दाइहरू दुईजना आफै टिका लाउँदैछ। ल ह्याप्पी भाइटिका है दाइहरूलाई। के गर्नु यसपालि मेरो जुठो पर्यो, अर्को वर्ष लगाइदिनु पर्छ। माला नि आफै लाउँदैछ है हाम्रो दाइहरूले त। अब के गर्नु यस्तै भयो। ल टोपी पनि लायो, अलि मिलाएर लाउनु पर्छ टोपी चाहिँ। अर्को सानो दाइ स्टार्ट गर्दैछ त्यहाँ। के गर्नु यसपालि यस्तै भयो। अर्को पालि आफै घुमेर पूजा गर्छु। यसपालि त मात्र आफै पूजा गरेर आफै टिका लगाइरहेछ। खोइ टिका त कपालले छोप्यो नि। सानो दाइ लगाएर चाहिँ यहाँ चाहिँ फेरि भाउजू सयपत्री पनि लगाइसक्यो। ऐना हेरी लाउँदैछ। दाइहरूलाई गिफ्ट दिइरहेछ टी सर्ट। सानो दाइलाई नि ठुलो दाइलाई नि आफै लाउँदैछ दाइले माला पनि। हुन्छ हुन्छ म यहाँ भ्लग बनाइरहेको छु, सक्न यहाँ। टोपी त ठुलो भयो क्या। लगान टोपी टक्क लगा। ल दिदीले भाग दिँदैछ यहाँ। मेरो चाहिँ अहिले एकछिनमा आउँछ। ल यसपालिको दिदीको भाग यो, मेरो भाग चाहिँ बाँकी छ है, आउँछ अहिले एकछिनमा। ल यहाँ चाहिँ मेरो भदाहरू भाइहरू यस्तो छ हाम्रो चाहिँ। ल यो चाहिँ हाम्रो दाइहरूलाई हामीले दिएको सामान। ठिक छ दाइ? ठिक छ। यो चाहिँ यहाँ चाहिँ सानो दाइ है। खोइ सानो दाइ त के भन्दा त ह्याप्पी तिहार भन्यो त। ल यो चाहिँ दिदीलाई गिफ्ट दिन लागेको। हामी त टिका लाउनु हुँदैन जुठो भएर, त्यही भएर गिफ्ट मात्रै दिन्छ अरे हात। तिहारको पुरस्कार। जान छोरी बहिनीको